हिमालको कठोर काखमा जहाँ सास पनि भारी लाग्छ त्यहीँ लुकेको छ मुक्तिनाथ। यो यात्रा सजिलो छैन, यो शरीरको मात्र होइन आत्माको परीक्षा हो। यस दिव्य समन्वयमा तपाईँ बुझ्नुहुन्छ आस्थाको कुनै सीमा हुँदैन, केवल आत्मासँगको गहिरो सम्बन्ध हुन्छ। 108 धाराबाट खस्ने चिसो पानी हड्डीसम्म छिर्छ, तर त्यही चिसोपनले मनको बोझ पखालिदिन्छ। जब तपाईँ यहाँ पुग्नुहुन्छ तपाईँ केही पनि माग्नुहुन्न, किनकि तपाईँले महसुस गर्नुहुन्छ तपाईँसँग पहिले नै सबै कुरा छ। यहाँ जहाँ हिन्दू बौद्ध आस्था सँगसँगै बग्छन्, यो गुम्बा केवल स्थान होइन, आस्था बीचको एउटा सेतु हो। बुद्धका ती स्थिर आँखा हेर्दैनन् मात्र, हामीलाई सम्झाउँछन् रोकिन, सास लिन र आफैलाई महसुस गर्न। हरेक पाइलासँगै तपाईँ अझ हलुका, शान्त र नजिक महसुस गर्नुहुन्छ। यस दिव्य मौनतामा तपाईँ भगवानलाई मात्र खोज्नुहुन्न, आफैलाई भेट्नुहुन्छ। मुक्तिनाथ, जहाँ मुक्ति सुरु हुन्छ।